थाहा छ एसियाकै धनी व्यक्ति मुकेश अम्बानीको रियल नाम के हो? उनको पूरा नाम मुकेश धीरूभाई अम्बानी हो र उनको जन्म 19 अप्रिल 1975 मा जन्मिएका थिए। अम्बानी आज विश्वकै सबैभन्दा शक्तिशाली इन्सानमा पर्दछन्। उनको परिवारमा उनकी श्रीमती नीता अम्बानी र 2 छोरा अनन्त र आकाश अम्बानी र छोरी ईशा अम्बानी छन्। मुकेश अम्बानी उनको परिवारसँग मुम्बई एन्टिलामा बस्ने गर्दछन्। उनको घर एसियाकै या वर्ल्डकै सबैभन्दा महँगो घरमा पर्दछ र उनको घरको नाम एन्टिला हो। फोर्ब्सको अनुसार उनको नेटवर्थ 100 बिलियन भन्दा माथि छ र उनी एसियाकै सबैभन्दा धनी मान्छे हुन् र वर्ल्डकै पनि सबैभन्दा धनी मान्छेको लिस्टमा पर्दछन्। मुख्य बिजनेस रिलायन्स इन्डस्ट्री हो, जसले पेट्रोल पम्पदेखि लिएर टेलिकम, जियो, रिटाइल र ग्रिन इनर्जीसम्म काम गर्छ। जियोको एन्ट्रीले इन्डियामा धेरै प्रगति गरेको छ। कार कलेक्सनमा स्पेसल्ली सबैभन्दा महँगो रोल्स रोयल्स र जस्तै अरू मर्सरिज, मेब्याज र फरारी जस्तै 150 भन्दा लग्जरी कारहरूको लिस्ट रहेको छ। इन्ट्रेस्टिङ कुरा, मुकेश अम्बानीले स्ट्यानफोर्ड युनिभर्सिटीमा एमबिए डिग्री गर्दा उनले पढाइ छोडेका थिए, किनभने उनको बाबा धीरूभाई अम्बानीले बिजनेसमा उनको सहयोग चाहिएको थियो। उनले डिग्री बन्द धेरै उनले प्र्याक्टिकल एक्सपेरिमेन्टलाई महत्त्व दिए। यस्तै इन्फर्मेटिभ भिडियोहरू अरू तपाईँलाई चाहिएको छ भने मेरो भिडियोलाई एउटा लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।